हेलो दिस इज रतनजङ साइड। हाम्रो 2026मा चाहिँ हामीहरूले चाहिँ आफ्नो माइन्डसेट सो स्ट्रङ बनाउनु पर्ने एकदमै जरुरी छ। आफ्नो माइन्डसेटलाई हामीहरूले स्ट्रङ बनायो भनेपछि हामीहरूलाई जर्नीमा चाहिँ एकदमै यसले चाहिँ मद्दत गर्छ, एकदमै हामीले चाहिँ सजिलो हुन्छ। आफ्नो माइन्डसेट कति बेला चाहिँ हामीहरू काम गरिरहेको हुन्छौँ, थाकिया हुन्छौँ होइन, हाम्रो दिमागमा एकदमै अनेकौँ अब सोच विचार आउँछ। यति बेला हामीहरू सोध्छौँ कि अब थाकिया ल्याएर अब छाड्दियो भन्ने हुन्छ। नै, नेभर गिभ अप, हार मानिहाल्यो भन्ने चाहिँ शब्द दिमागबाट निकालिदियो हुन्छ, यो शब्द नलगे पनि हुन्छ। यति बेला चाहिँ हामीहरूले चाहिँ आई क्यान डु इट, यस आई क्यान डु इट, आई प्रुभ इट, म गर्न सक्छु, कन्फिडेन्टली म गर्न सक्छु, ममा सेल्फ बिलिभ छ भन्ने यो एटिट्युड हुनु पऱ्यो क्या। बुझ्नुभयो नि? यस्तो एटिट्युड भएपछि होइन तपाईँ 2026मा चाहिँ एकदमै अगाडि बढ्नुहुन्छ। अब तपाईँले चाहिँ यी शब्दहरू मन परेपछि लाइक गर्नुहोस्, अनि आफ्नो भविष्यमा एकदमै सिरियस हुनुहुन्छ भनेपछि सब्सक्राइब गर्नुहोस्, अनि सानो मिठो कमेन्ट चाहिँ छाडेर जानुहोस्। हस् त, धन्यवाद।